सनस्क्रिन लगाउने बित्तिकै स्किन एकदमै कालो देखिन्छ, स्किनमा यसरी चिपचिपीपन र पसिना पनि आउँछ, जसले गर्दा सनस्क्रिन लगाउनै मन लाग्दैन। के अब सनस्क्रिन लगाउन छोड्ने त? नो, सनस्क्रिन लगाउन बिल्कुलै छोड्नुहुन्न। अब के गर्ने त? कस्तो सनस्क्रिन लगाउने त? त्यसैले आज म हजुरहरूलाई 4 वटा यस्तो सनस्क्रिनहरू देखाउन जाँदैछु जसले स्किनलाई कालो देखाउँदैन, चिपचिपी गराउँदैन र पसिनाले पनि बगाउँदैन। र यो सबै सनस्क्रिनहरू डर्माटोलोजिकली टेस्टेड हो। यो समर सिजनमा यो सनस्क्रिन्सहरू एभ्री स्किन टाइपले लगाउन मिल्छ। नम्बर 1 मा छ बायो ब्यालेन्सकै एकेन्सन म्याटिफाइङ फेस एक्वा फ्युजन सनस्क्रिन, जुन एकदमै लाइट वेट एन्ड इन्भिजिबल टेक्सचरमा रहेको छ। यो एक्ने फ्रेन्डली फर्मुलामा बनेको छ जसले सिबम कन्ट्रोल गराउँछ। यसमा एन्टिअक्सिडेन्ट प्रोटेक्सन पनि रहेको छ जसले इन्भाइरोमेन्टल ड्यामेजबाट पनि स्किनलाई प्रोटेक्ट गराइराख्छ र स्किनमा फुल स्पेक्ट्रम प्रोटेक्सन पनि प्रोभाइड गर्छ। नम्बर 2 मा छ हामीसँग इसेस फार्माको फ्लुइड इन्भिजिबल सनस्क्रिन। यो सनस्क्रिन एकदमै लाइट वेट र इन्भिजिबल टेक्सचरमा रहेको छ जसले स्किनलाई मोइस्चराइजिङ एन्ड सुदिङ इफेक्ट दिन्छ भने यो सनस्क्रिन हाइपर सेन्सिटिभ स्किनमा पनि लगाउन मिल्छ। त्यसै गरी नम्बर 3 मा छ हामीसँग फोटोसेफ मिनरल सनस्क्रिन जेल, जुन एकदमै ऑयल फ्री, म्याट फिनिश एन्ड वाटर रेसिस्टेन्टमा रहेको छ। यो फ्रेग्रेन्स फ्रीमा छ भने यसले स्किनमा कुनै प्रकारको ऑयलीनेस एन्ड ग्रिजीनेस पनि गराउँदैन र यसमा व्हाइट कास्ट छैन र स्किनमा क्विकली ब्लेन्ड पनि हुन्छ। त्यसै गरी लास्टमा रहेको छ रिभेलाको अल्ट्रालाइट म्याट ड्राई सनस्क्रिन जेल, जसमा जिंक अक्साइड एन्ड टाइटानियम डाइअक्साइड रहेको छ। यो पनि एकदमै लाइट वेट एन्ड इन्भिजिबल टेक्सचरमा रहेको छ जुन स्किनमा इजिली ब्लेन्ड हुन्छ। यसले स्किनमा सिबम कन्ट्रोल गराउँछ भने स्किनमा कुनै प्रकारको व्हाइट कास्ट छोड्दैन र स्किनलाई एकदमै हाई प्रोटेक्सन पनि प्रोभाइड गर्छ।